यस दुनियाँमा प्रेम भन्ने पनि मलाई बुझ्नै नसकिने छ। किनकि जसले अनि प्रेम गर्यो उसले बुझ्न चाहन्न, जसले अनि आफूभन्दा धेरै माया गर्न चाहन्छ तर उसले भाव नै दिँदैन। किनकि उसको मनमा अनि यदि आइन्दा पनि माया छ भनेपछि उसले अवश्य अनि स्वीकार्न सक्छ। यदि आइन्दा उसको मनमा अनि माया नै छैन भनेपछि उसले कहिले पनि स्वीकार्न सक्दैन। किनकि माया भनेको वान साइड लभ होइन, टु साइड लभ हुनुपर्छ। किनकि जिन्दगी भनेको कसैले प्रेम गर्यो अनि जिन्दगीभरि उसँगै नै रहने सोचिरहेको हुन्छ केटा मान्छे। तर उनी केटा मान्छेले सोचेको जस्तो हुँदैन। कोही केटी मान्छे यस्तो हुन्छ कि प्रेम अगाडि अनि जति छ भने प्रेम गर्ने अनि पछाडि उनी कोही राम्रो मान्छे अनि अलि धनिका नै अब देख्यो भने छाडिदिने यस्तो मान्छे हुन्छन्। यसैले मलाई नि बुझ्नु छ। यसैले मलाई लाग्छ कि प्रेम भन्ने कुरा यस्तो चिज हो कि जुन प्रेम त गर तर अनि वान साइड नै टु साइड लभ गर। यदि त टु साइड लभ छैन भनेपछि उसले अब जे पनि भन्न सक्छ, ऊ मेरो पायो, ऊ मेरो माया हो पनि त्यो पनि भन्न सक्छ। तर उसले अनि किनकि उसले टाइम पासको लागि मात्र वो सोचिरहेको हुन्छ। किनकि उसको लाइफको लागि वो सोचिरहेको नि लाइफको लागि त उसले पनि अर्कै सोच, अर्को नै हुन्छ उसको लागि त अनि। किनकि अनि टाइम पासको लागि मात्र नि उसले युज गरिरहेको हुन्छ। किनकि यो दुनियाँमा यस्तो छ, मैले पनि भोगेको अनि मैले भोगिसकेको छ त्यस्तो कुराहरू। त्यसैले मलाई त माया भन्ने यस्तो चिज लाग्छ कि अहिले त माया भन्ने पनि यस्तो कि माया भन्ने भित्रको मलाई घृणा लागेर आउँछ। किनकि जसले पनि धेरै प्रेम गरेर आएको हुन्छ उसले नि अब बुझ्न चाहँदैन भने उसले पनि उसको मेरो कुरा सुन्नै चाहँदैन। ठुला गर्छ, तैँले के गर्न सक्छस् नि, तैँले मलाई यो पार्दा के त्यस्तो गरेर आउँछ। किनकि जसले अनि माया गर्छ उसले नि धन मन केही पनि खोज्दैन। उसको मनमा सफा मनले अनि माया छ भनेपछि उसले चाहे गरिब चाहे धनी जोसुकै होस् उसले अनि कहिले पनि गर्ने त्यस्तो कहिले पनि भन्दैन। जसले अनि प्रेम गर्दैन, जसले अनि टाइम पासको लागि युज मात्र गरेर आएको हुन्छ त्यो मान्छे हो, त्यस्तो मान्छे अनि बोलेर आएको हुन्छ।